यही हाम्रो घरमा कति 12-13 वर्षसम्म बस्यो। खै के पो भयो यसलाई, त्यत्तिकै बसिरहेको ठाउँमा मरिरहेको रहेछ है कुकुर त। यस्तो भएर हिँड्नै सकेको थिएन अघिसम्म, अहिले त मरिरहेको रहेछ बाहिर आउँदाखेरि त। पानी रक्सी ए सीतान्द्रे केरा गोठाउनलाई एकदिन हामी चाहिँ कुकुर गाड्न हिँडेको। कुकुर मरेर हमरा दिले बोला आइज न। मलाई फाल्टो खान जाँदै यहाँ चाहिँ बारुला पनि छ। मैले अस्ति देखेको झिकेर लैजाने भने झिके पनि छैन, यत्तिकै छ यहाँ। पानी पनि बेलामा बाहिर राखिदिनु त्यसले। मुझे भाई बाहर त्या तारे अगाडि अगाडि आउँछ नि। अबि कसरी थाहा हुन्छ कि तिनीहरूले ल तिनी अब जान लाग्यो भने चाहिँ हैन, अनि भाँडा साडा निकालेर पार्टी गर्ने मलाई थाक्यो अबे काले बोक्यो कोही बोक्दिन दाइ त दुईटा खुट्टा बोक्दिन त्यसमा बोक्दिन चरा काले हेर कस्तो पछाड्दा त। अब के मरि त सक्यो, अब पछाडि नपछाडि के हुन्छ गाड्दिन त मर्छु यार। कसको मरि त सक्यो, अब त्यो तीनटा कुकुर चाहिन्छ। तीनटा तीनटा 1 2 3 बुम्बरको अन्त टाइगर अनि बिल्ली नजाऊ न के कुकुर मर्यो दिदी त्यसै त कुकुर रै के मामा वान बना मामाले बनाउनु भएको छ अनि म पनि मामा नआउने अहिले आइज पनि तेरा चाहिँ कति धेरै गाडे तल्ले त्यो बल्लो माटो छ अनि अलि पानी हाल्नु पर्छ त्यति बल्लो गाली बस्ने गाडी छ कि हाल्छ अब यता हामी छोडेकै हो क्या यहाँदेखि यता जब छोडेको हामी
के भन्छ अब चाहिँ म कुकुर नपाल्ने होइन म चिनेन ओहो माने खायो खण्डी जाइन स्विट डुरेसँग सुत्दा आज मलामी हो हेर कति धेरै मलामी कुकुर गर्ने 4 5 6 7 8 9 मसँग 10 जना गाड्दै सक्यो फाइनली कुकुर गाडेर पनि सक्यो आज यसको दाह संस्कार पनि गरियो 14 वर्ष बाँच्यो कुकुरको सबजना घर फर्क्यो सबै मलामीहरू आफ्नो घर फर्क्यो भने मलामी फेरि कति धेरै आएन हाम्रो यहाँ कुकुर गाड्नको लागि ठुलो चाहिँ इदी छ